प्रसङ्ग अलि समय अघिको हो। पहाडको बीचमा एउटा बस्ती थियो। एक किसानको घरमा नव शिशु जन्मियो, तर छोरी पो रहेछ पनि उसको मन झस्कियो। रिस पोख्न खोज्दै आफ्नो श्रीमतीसँग झर्कियो, अनि आफ्नो भाग्यलाई खोज्दै खेततिर लड्कियो। राति अबेर पछि मद्यपान गरी फर्कियो, अनि केही नबोली आफ्नो खाटमा पल्टियो। बिस्तारै दिनहरू ढल्दै थियो, उसको दिनचर्या फेरि सामान्य चल्दै थियो। केही वर्षपछि उनीहरूको फेरि बच्चा भयो। यसपालि छोरा पाएर होला किसान मक्ख भयो। समय बित्दै जाँदा ती सानी नानी पनि ठुली भइन्, तर सदैव बाबाको हेलामा रुइरहन्। दाउरा र चुलो पानी पँधेरोमै बुलिरहन्। उज्यालोमा पाए उनी अन्धकारमै लुकिरहन्। उनी घरमा जहिले आमालाई सघाउँथिन्, कसैले नसके आफै दाल भात पकाउँथिन्। बिहान समयमा भाइलाई स्कुल पुर्याउँथिन्, अनि दिउँसोभरि जङ्गलमा गाई भैँसी चराउँथिन्। मात्र 13 वर्ष कि उनलाई पढ्ने मन त थियो, तर बुवाले उसको उनलाई पराया भन्दथ्यो। छोरीको भलाइ भन्दा फाइदा र घाटा सम्झन्थ्यो। बिहे गर्दिन तम्सन्थ्यो, तर दाइजोले झस्कन्थ्यो। एक दिन साँझमा उसको घरमा एकजना पाहुना आयो। आफूलाई लाउरे बताउँदै छोरीको हात माग्न थाल्यो। त्यतिमै किसानले उसको गरिबी सुनाउन थाल्यो, तर छोरी दिए पुग्छ भनी उसले पाउ समाउन थाल्यो। अब किसान दङ्ग भयो, उसको मन प्रसन्न भयो। भोलि नै पण्डितलाई साई धेराउनु पर्छ भनिदियो। उसको घरमा अरू कसैको रजाइ के चल्दथ्यो। जबरजस्ती आफ्नै छोरीको बाल विवाह गरिदियो। उनी कैछिन् अँध्यारो कोठामा एक्लै। शरीरभरि घाउ छन् तर पीडा भने बेग्लै। रुदा रुदा आँखा दुवै सुनिएका छन्। उसको मनको खाल्टो कहिले पुरिएला छन्। एउटा आश थियो उनमा नयाँ जीवन बनाउने। बितेका दिन बिर्सी वर्तमान अघि बढाउने, तर मान्छेले चाहेको यहाँ कहाँ हुँदो रहेछ। उसको श्रीमान त भारतमा केटी दलाल पो रहेछ। उनी कयौं पटक लुटिसकिन्, 100 पल्ट टुटिसकिन्। सिसा त होइन तर भित्रैबाट फुटिसकिन्। आजका दिनसम्म धेरै ग्राहकसँग सुतिसकिन्। भागेर उम्किन सही समयलाई कुरिरहन्। एउटा दिन थियो उनी 81 बेहोस भइन्। त्यसको 6-7 महिनामा उनी एक आमा बनिन्। आज उसको चुलो आफ्नै शरीरबाट बल्दछ, तर समाजले उसलाई एक बेस्या पात्र गन्दछ। Say no to sex trafficking. Say no to sex trafficking. Say no to sex trafficking. Stop human trafficking. Stop human trafficking. Together, we can change this. No one deserves this. No one deserves this. It's high time we changed the system and did something influential to stop these tragedies. Amnos हामीले साथ दिनुस्, सबै मिली यसको अन्त्य गरौँ।